दर्शकहरू नमस्कार। सर्वप्रथम त प्रधानमन्त्री बालेन्द्र शाहलाई जन्मदिनको हार्दिक मङ्गलमय कोटी कोटी शुभकामना। एउटा समृद्ध नेपालको परिकल्पना गर्नु। हजुरलाई फेरि पनि जन्मदिनको लाखौँ लाख शुभकामना। दर्शकहरू, सरकारले सहकारी पीडितको रकम फिर्ता गर्नको लागि एउटा कार्यविधि बनाएको छ। सहकारी पीडितको रकम फिर्ता गर्नको लागि सरकारले आफ्नो प्रतिबद्धता अनुसार कार्यविधि तयार गरेको र कार्यान्वयनमा जानको लागि पनि तयारी गरिरहेको छ। यो सँगै सरकारले ऋण असुली, दुरुपयोग गर्ने र सञ्चालकहरूको सम्पत्तिलाई लिलामी गर्ने तथा बचत फिर्ता गर्ने प्रक्रिया सँगसँगै गर्ने भएको छ। दर्शकहरू, बालेन्द्र शाहको जन्मदिनमा हजुरहरूले शुभकामना नदिने? अनि सहकारी पीडितको कार्यविधि बनाएर जुन कार्य आजदेखि सुरु गर्दैछ, यसबारेमा हजुरले के भन्न चाहनुहुन्छ? कृपया कमेन्ट बक्समा गएर कमेन्ट गरिदिनु होला र हामीलाई फलो गर्न नभुल्नुहोला। नमस्कार।